हेलो एन्ड वेलकम गाइस, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। सो म सानो भिडियो बनाउँदैछु, यो सबैको लागि जानकारी हुन्छ भनेर हैन, जो लाइक नेपालमा बसेर हैन अप्लाई गर्दै हुनुहुन्छ, अप्लाई गरिसक्नु भएको छ भनेपछि हैन सानो इन्फर्मेसन हो। हजुरलाई मन पर्यो भने अब कमेन्ट गर्नुहोस्, अनि कुनै अपडेट चाहियो भने कमेन्ट गर्नुहोस्, म त्यही अनुसार म भिडियो बनाउँछु। सो जस्तो कि रोमानियामा धेरै जस्तो अहिले सप्लाई कम्पनीमा आइरहेको छ हैन, जति पनि धेरै जस्तोले हैन धेरै जस्तो एजेन्सीहरूले गरिरहेछ सप्लाई कम्पनीमा। अब जस्तो कि नेपालबाट यहाँ ल्याएर अर्को एजेन्टलाई बुझाउँछ, अब त्यो एजेन्टले चाहिँ नि अब काममा लगाइदिन्छ। त्यहाँ पनि काममा भनेको अब टिआरसी कार्ड बनाएर यताउति हैन 3-4 महिना 4-5 महिना काम हुन्छ, त्यस्तो ठाउँमा लगाइदिन्छ। त्यस्तो ठाउँमा लगाइसकेपछि फेरि अब तिनीहरूलाई हैन त्यहाँबाट कन्ट्र्याक्ट सक्यो भने फेरि अब हस्टेलमा राख्ने, यताउति काम नहुने, त्यसपछि फेरि अर्को ठाउँ खोजेर काममा हालिदिने। अनि त्यो चाहिँ नि अलि दुःख हो हैन, तलब पनि कम हुन्छ। सप्लाई कम्पनीमा परेपछि तलब पनि कम हुन्छ हैन गाइस, 3500 टोकेर आएको हुन्छ, अनि यहाँ पाउने भनेको त्यही 2500 हैन। अनि खाना बस्न दिएर 2500 दिन्छ हैन। त्यस्तै धेरै सुनेको छु। तर हजुरलाई हैन सप्लाई कम्पनी हो कि नै भनेर बुझ्नको लागि हजुरले चाहिँ नि त्यो के गर्नुपर्छ भन्दा त्यो जुन एजेन्सी हुन्छ नि तिनीहरूलाई भन्नुपर्छ, सोध्नुहोस् हैन त्यहाँ त्यो कम्पनीमा नेपाली छ कि नै भनेर हैन। अनि त्यो नेपालीको नम्बर ल्याएर हैन सप्लाई कम्पनी हो कि कस्तो छ, तलब टाइममा दिएछ कि नै, नयाँ आउँदा तिनीहरूलाई थाहा हुन्छ, पुरानो मान्छेहरूलाई हैन कति दिया कस्तो दिएछ भनेर। अब तिनीहरूले हेल्प गर्न सक्यो भने हजुरहरूलाई सजिलो हुन्छ, जो आउँदै हुनुहुन्छ हैन नेपालदेखि। अनि अर्को एउटा हैन जो मान्छेले डाइरेक्ट जस्तो कि हजुरको साथीहरु रोमानियामा छ हैन, साथीहरु रोमानियामा छ भनेपछि तिनीहरूले तान्न सक्यो भने सजिलो हुन्छ। तिनीहरूलाई अब ट्रस्ट गरेर हैन तिनीहरू अब जस्तो कि अब काम गरिरहेको हुन्छ, डाइरेक्ट कम्पनी नै हुन्छ, त्यसले गर्दा त्यो पनि सजिलो हुन्छ गाइस। यही हो गाइस, सानो इन्फर्मेसन दिनको लागि मैले एउटा ब्लग बनाएको। थ्याङ्क यू सो मच फर वाचिङ। कुनै जानकारी चाहियो भने कमेन्ट गर्नुहोस्।